गर्दाखेरि त समान गति भयो भने त दुर्घटना भइहाल्छ। एउटा अलि बढ्नु पर्यो, एउटा अलि घट्नु पर्यो। कसरी भन्नुको मतलब एउटा सामञ्जस्य भनेकै त्यही हो। सामञ्जस्य भनेकै एकले अर्कालाई अवसर हेर्दा सहयोग गरेर, घट्न परे घट्ने, बढ्न परे बढ्ने गरेर रथ जसरी चल्दछ, राष्ट्रको रथ पनि त्यसै गरी मात्रै गतिशील हुन सक्ने अवस्था हुन्छ। हामी जस्तो आध्यात्मिक र धार्मिक राष्ट्रको हकमा यदि कुनै राष्ट्र निकोलस कोलम्बस हो कि कसले पत्ता लगाएको 100 वर्ष अगाडि देखा परेको, टापुमा खाडा गरेको, सुरु भएको, कुनै पुरानो संस्कृति र इतिहास नभएको, सभ्यता नभएको मुलुक हो भने त्यसको कुरा अर्कै भयो। गएर मरुभूमिलाई आबाद गरेको, मान्छेहरू गएको बसेको, अनि अहिलेको एउटा खासखुस गरेर विधान बनाएर त्यही अनुसार खुरुग चलाएको भन्ने कुरा अर्कै हो। तर हामी जस्तो आदिकालदेखि सभ्यताले बास गरेको, हाम्रो रगत रगतमा सभ्यता र संस्कार भिजेको यदि देश हो भने यसका लागि सुचारू रूपमा चल्नका लागि एउटा राज्यको सत्ता, शासनको सत्ता र अर्को धर्मको सत्ता सँगसँगै हुनुपर्ने हो। अब त्यसको विषयमा अरू धेरै अगाडि नबढौँ, तर अहिले त्यो भइरहेको कता कता द्रवित हुनुपर्ने, एक प्रकारले अलिकति असन्तुष्ट हुनुपर्ने, तर पनि हाम्रो एउटा आफ्नो उपस्थिति हामीले आफ्नै तवरले कायम राख्नुपर्दछ। धर्मले र अध्यात्मले आफ्नो अस्तित्व, आफ्नो उपस्थिति आफ्नै खुट्टामा उभिएर भने पनि कायम गर्नुपर्ने। राज्यले टेरे पनि नटेरे पनि हामीले थाक्न नपाइने, नत्र राष्ट्र थाक्ने हुन्छ। हामीले थाक्दा यहाँको सभ्यता थाक्ने हुन्छ, यहाँको संस्कार थाक्ने हुन्छ, यहाँको भाषा थाक्ने हुन्छ। हामीले भित्र आत्माको रूपमा जे मान्नुपर्ने हो त्यो सबै चिज थाक्ने र हराउने हुन्छ। कोही दुध नदिने भैँसी मात्रै ठुलो भए जस्तो, उहाँते भैँसी ठुलो चाहिँ उहाँको ठुलो, दुध चाहिँ दिनै नदिने भएर बसेको भैँसी जस्तो मात्रै बन्न जान्छ राष्ट्र। त्यही भएर हामीले थाक्न पाउने हामीलाई छोड छैन। यद्यपि आफ्ना असन्तुष्टि राज्यसँग हाम्रा होला विभिन्न प्रकारका, तर पनि हामीले पनि यही राज्यको हितका लागि, यही राष्ट्रको कल्याणका लागि आफ्ना दायित्वहरू निर्वाह गरिरहनु पर्ने आवश्यकता छ। र राष्ट्रको कल्याणका लागि राष्ट्रदेवको आराधना गर्नुपर्ने, उहाँको प्रसन्नता गर्नुपर्ने सबै पक्षहरू सँगसँगै जोडिएर आउँछन् र हामी त्यसमा निरन्तर चिन्तनमै छौँ, मननमै छौँ। हाम्रा राष्ट्रदेव भगवान पशुपतिनाथलाई कल कल बगेको शुद्ध बागमतीको जलले सर्लक्क घडाबाट उठाएर, सुनका कलशले उठाएर, चाँदीका कलशले उठाएर हर हर महादेव भन्दै नुहाउन पाएको दिन कहिले आउला भनेर हामीलाई मनमा कल्पनामा छ। कमसेकम हामीले हेर्दा भगवानको त्यो सम्पूर्ण क्षेत्र हराभरा भएर भगवानलाई पनि प्रकृति र पर्यावरण मन पराएर जङ्गलमा आएर बसेको त हो नि। जुन बेलामा भगवान आएर बस्नुभयो मान्छेको अनुहार हेर्न आएको त होइन नि। त्यहाँ मृगहरू थिए, प्रकृतिको जङ्गलको मजाको एकान्त थियो, रुख बिरुवाले लटरम्म ढाकेको भुइँ। भगवानलाई प्रकृति असाध्यै मनपर्छ र प्रकृतिको काखमा आएर भगवान डङरङ्ग शिला रूपमा आएर बसिदिनु भएको हो। भगवानलाई त्यस्तै आवास दिने गरी हरिलो भरिलो फलिलो मलिलो आबाद भूमिमा लटरम्म फलहरू फलेका ठाउँहरूमा अथवा हरिया फाँटहरू बनाएर भगवानलाई वरिपरि विराजमान गरेको हुन पाए राम्रो हो। ती सबै हाम्रा दायित्वहरूभित्रै पर्दछन्। राष्ट्रदेव पशुपतिनाथ भगवानमा विभिन्न प्रकारले जस्तो सेवा पुग्नुपर्ने हो त्यस्तो सेवा भइरहेको छैन। भागवतीको उद्गम नै भगवानको सेवाका लागि भएको हो। त्यो जलबाट भगवानको अहिले सम्बन्ध विच्छेद भएको अवस्था छ र पञ्चामृत अभिषेकका लागि प्रयोग गर्ने गाईको दुध दही आदि पञ्चगव्यको पनि अवस्था कस्तो छ, कुन शुद्ध गोवंशको भएको छ कि छैन त्यो पनि हामीलाई हाम्रो अधिकारमा छैन। गुठीले हेर्छ, गुठी भनेको कुन अर्को देशको प्रशासन भने जस्तो गरी हामीसँग अलि टाढा टाढा परपरै छ, त्यो पनि हामीलाई ज्ञात हुन पाएको छैन। न तिरुपतिको काण्ड जस्तै यहाँ पनि अर्को केही काण्ड भएको छ कि भन्ने पनि हामीलाई थाहा छैन। तर सबैलाई सोधखोज गर्दै हामीले लाइनमा ल्याउनु पर्ने छ, राज्यलाई बुझाउनु पर्ने छ, सम्झाउनु पर्ने छ, सिकाउनु पर्ने छ। पाएदेखि हामीहरू यसै गरी माथि बसेर राज्य सत्ताका प्रतिनिधिहरूलाई त्यसै गरी तल राखेर बाबु हात जोड त, तिम्रो ढङ्ग पुगेन, अलि राम्रोसँग जोड त भन्ने बनाएर अनि हामीले उनीहरूलाई ज्ञान दिनुपर्ने अवस्था पनि छ। ती सबै कर्म गर्नका लागि हामीहरू एकजुट हुन आवश्यक छ। धर्मको शक्तिले एकजुट भएर, अध्यात्मको शक्तिले एकजुट भएर आदेश गर्ने हो भने राज्यले नाइ भन्न सक्ने अवस्था छैन, विश्वले नै नाइ भन्न सक्ने अवस्था छैन। हामीसँग त्यस्ता देवाधिदेव भगवान पशुपति साक्षात् भगवान सदाशिव हुनुहुन्छ र त्यस्तै भगवान शिवको क्रोध, भगवान शिव प्रति हामीले गरेको एक प्रकारको अपराध,
त्यसबाट हामी सम्पूर्ण नेपालवासीहरूलाई लागेको अभिशाप अब जुन बेलादेखि भगवती भागवतीमा दृश्यहरू धेरै मजासँग सुरु भयो भन्ने हामीलाई लाग्छ र ती सबैको अभिशापबाट राज्य राष्ट्रका प्रमुखहरू एक प्रकारले राजवंशकै चाहिँ विभिन्न प्रकारका राजादेखि प्रजासम्मका अब सबैलाई जोडौँ न त्यसमा ती सबैभित्रका अङ्ग प्रत्यङ्गलाई क्षति पुगेको कुरा सर्वविदितै छ। यसको इतिहास गुरुहरूले अझै ज्ञानवृद्ध गुरुहरूले ज्यादा जान्नु होला, म त एउटा बच्चा हुँ, तर पनि अनुभव गरेको कुरा मैले बताइरहेको छु। साथमै बस्नुभएका गिरिराज गुरुहरू नजिकै हुनुहुन्छ, भगवान् पशुपतिनाथकै सान्निध्यमा नै हुनुहुन्छ, उहाँहरूलाई अझै यसको पीडा र वेदनाको अझै साक्षात्कार ज्यादा होला। उहाँहरूले पनि बसेर फेरि विमर्श गरेर यसलाई कसरी गर्ने भन्ने कुरा गर्नु छ। मलाई चाहिँ हामीले साप मोचन गर्नुपर्छ, पशुपतिसँग क्षमा याचना गर्नुपर्दछ। हामी सम्पूर्ण 3 करोड नेपालीहरूको तर्फबाट हे भगवान् भनेर टाउको ठोकेर रुनुपर्छ। अब स्वाहा यज्ञले मात्रै क्षमा प्राप्त हुनेवाला पनि छैन। हामीले आँसु भगवान् हाम्रो अपराध भयो भगवान् भनेर रोएर अनि वैदिक यागहरूलाई पनि मिसाएर कसरी एउटा क्षमा याचनाको कर्तव्य निर्वाह गर्ने होला, जहाँ आएर लाखौँ लाख नेपालीहरूले केही न केही भगवत शिवका आराधनाका मन्त्रहरू जपेर त्यहाँ सँगै बसेर ठुला र साना नभनिकन एक ठाउँमा बसेर रुद्रको क्षमा याचना कसरी गर्ने होला भनेर पनि मनमा आइरहन्छ। र भेटौँदा कहिलेकाहीँ मुकुन्दजीसँग ती सबै संवादहरू हुन्छन्। आज गुरुजनहरूसँग पनि यहाँ साथमा बसेर यो चिन्तन गर्न पाइएको छ। भगवान् शिवबाट क्षमा नपाउन्जेल नेपालको उन्नति प्रगति अथवा यो लाइनमा केही आउला भन्ने जस्तो चाहिँ आफूलाई लाग्दैन। जो भगवान् शिव सबै ज्योतिर्लिङ्गहरूको शिरको भागमा हुनुहुन्छ, अध्यात्मको शीर्ष स्थानमा हुनुहुन्छ, शीर्षमा हुनुहुन्छ, नेपालीहरूको शिरो मुकुटमणि भनेर बस्नु भएको छ। भगवान् पशुपतिमा यदि शान्ति छैन भने हाम्रो सबैको देशवासीको चिन्तनमा र मस्तिष्कमा शान्ति हुँदैन। त्यहाँबाट आएको कुनै चिन्तन शान्तिपूर्ण हुँदैन, त्यहाँको कुनै सिद्धान्त राज्य व्यवस्थाको कानुनदेखि लिएर हामीले बनाएको केही चिज पनि शान्तिपूर्ण हुँदैन। सबै कुरा त दिमागले गर्ने हो। दिमागमै अलिकति अशुद्धि भएको छ भने त्यसलाई शुद्ध बनाउन हाम्रो दायित्व हो। र क्षमा याचनका लागि हामीले एउटा पदयात्राको एउटा अङ्ग हो। त्यस्ता अरू विभिन्न अङ्गहरू होला, हामी विचार गर्दैछौँ। र आज त्यही पदयात्रा सम्बन्धी सानो विमर्शको गोष्ठी शङ्कराचार्य मठमा राखिएको हुनाले लगभग समय भइसकेको अवस्था भएको हुनाले त्यो कर्ममा हामीहरू लागिरहेको कुरा यहाँ विद्वतजनहरूलाई जानकारी गराउँदै अन्य फेरि विद्वत गोष्ठीबाट केही त्यस्ता मार्गदर्शनहरू हामी सबैका लागि, हामी पनि त्यही भित्रै छौँ, हामी सबैका लागि फेरि केही प्राप्त हुँदा त्यसलाई पनि गर्दै जाने मनसाय राख्दै आज चाहिँ आफ्ना भनाइहरूलाई यही राख्ने अनुमति चाहन्छु। हो तत्सत।